यो चाहिँ सेवा कृषि फार्मको माछा पोखरी हो। आज चाहिँ माछा लगाउँदैछौँ। यहाँको भ्यू चाहिँ यस्तो छ। यस्तो हो। त्यहाँ गोठहरू छ अनि अलिकति मकै, अलिअलि लोकल कुखुरा पनि पालेका छौँ। अलिकति माछा, अलिकति हाँस पनि छ। ल साह्रै राम्रो दृश्य छ है। यो चाहिँ सेवा कृषि फार्मकी मालिकनी आउँदै छिन् है। त्यहाँनिर चाहिँ हो मनोरम दृश्य चाहिँ एकदमै मनोरम। सधैँ यस्तो शीतल भइदियो भने त यो ठाउँ त स्वर्गको टुक्रा जस्तो हुन्छ। स्वर्गको टुक्रा। अहिले ठ्याक्कै 3:30 बजेको भ्यू हो। आज पानी पर्न लागेको अवस्था छ। आकाशको अवस्था यस्तो छ। त्यही भएर चाहिँ यस्तो धुम्म परेको दिन जस्तो छ। तैपनि एकदमै रमाइलो छ। शान्त भन्छ नि, रमाइलो भन्दा पनि शान्त, खुसी दिने माहौल, खुसी सुख अनुभव हुने खालको छ। ल फार्मकी मालिकनी चाहिँ आज माछाको बिउ छोड्ने हो। त्यही भएर चाहिँ पुरा जाँदै थिइन् तम तयार भएर। ल बोल्नु सबैजना। ल गाइस हो, हेर्नुहोस् पोहोर जेठमा लाएको अहिले वैशाखमा बेचिसक्यो। अहिले अब मसिनो भुरा फेरि लाउँदैछौँ। अब यो चाहिँ अब ठुलै पोहोर त मसिनो लाग्थ्यो, अहिले ठुलै बच्चा लगाएको छ। अब यो चाहिँ छिटै 4-5 महिनामै बिक्री गर्ने यसो हुन्छ कि भनेर ठुलै बच्चा लगाएको। नैनी, कमलकाट, रहु अनि त्यस्तै छ है गाइस हो। अब चाहिँ कसैले यसो माछा चाहियो भने सम्पर्क गर्नुहोस्। कति रुपियाँ केजी माछा पाइन्छ त आमा? अब यहाँ अहिले त अब मनुका भन्दा सस्तो दिउनी खायो सबैले। अब आउँदो साल होइन, आउँदो अब यो माछा चाहिँ अब 300 रुपियाँ केजी 400 रुपियाँ केजी भनेको अब हेरौँ मिलाएर अब दिनुपर्छ। हेरी माछा हेरी दाम हुँदो रहेछ। त्यही हो, माछा चाहिन्छ भने सम्पर्क गर्नुहोस्। बेलाका राजा रानी रातापानी माछा पोखरी। आमामा ठुलो पो रहेछ यहाँ त। ल उफ्रो एउटा मरेछ होइन त? एउटा मरेछ। ए होइन नि, मरेछ नि। उताको 3टा त होइन अहिले प्याक गर्दैछ त। यो पनि एकछिन यस्तै छ है गाई हो। यसले तान्नु न मम। त्यतिकै बस्नु भएन, यसो केही गरेर हुन्छ कि। अनि अरू चाहिँ के पाइन्छ त आमा? यहाँ अब हाँस पाउँछ, हाँसको बच्चा अन्डा पाउँछ, लोकल कुखुरा पाउँछ, माछा पाउँछ। त्यति नै छ अहिले। अरू छैन। अब अरू अहिले गर्नु सकिएकै छैन, मान्छे पनि छैन। मान्छे नभएर अलिक गाह्रो छ। मान्छे खोज्दा पनि पाइँदैन। सबै ट्यापे मुन्द्रे डक्टरहरू मात्रै पाइन्छ। त्यस्तोलाई राखेर के गर्नु? माछालाई चारो दिनु चाहिने, आफै सुई हान्दै बस्छ डक्टरहरू पनि। त्यही भएर राखेको छौँ न। यहाँ आफै बुढी मान्छे खट्दैछु। त्यही भएर त माछा पनि मिठो छ होइन? यहाँको साह्रै मिठो छ भन्छ नि सबैले। चिसो पानी जरुवा छ। एकखेप खाएपछि तपाईँहरू पल्किनुहुन्छ। फेरि यो पोखरीको माछा सम्झिनुहुन्छ। मकै छेउमा छोडियो काट्यो त। तल चाहिँ छोड्नुपर्छ। उता जान्छ होला नि त। अनि पोखरी त ठुलो छ त। कति कठामा खन्नु भएछ आमा? यो चाहिँ अब अहिले जमिन चाहिँ 10 कट्ठामा खनेको। तर अब डिलसिल बस्दा ओर्दा पनि 7-8 कट्ठा चाहिँ बस्दो रहेछ। 9 कट्ठा जति एक कट्ठाले काटे पनि। अनि पोहोर चाहिँ 8000 माछा बिउ लगाएको थियौँ। अहिले चाहिँ अब अलिक ठुलै केजीबाटै ल्याउनु भएछ ज्वाइँहरूले। अनि केजीबाटै ठुल्ठुलै लाउँदैछौँ अलिक छिटै खानु भनेर। पोहोर त अब पोखरी पनि नयाँ थियो।
अलिक मल पुगेन अहिले चाहिँ अब 1 वर्षको भयो अब मल पोहोर फेरि बर्खा लागेको खोज्नु पाइएन 1 ट्र्याक्टर मात्रै लगाएको अहिले 2 ट्र्याक्टर लगाइसक्यौँ अब 1 ट्र्याक्टर अझै ल्याउनु बाँकी छ त्यस्तै छ है गाई जो के गर्नु त्यसरी बसेर नहुने रहेछ केही गर्नु खाउँ भनेको तर किसान नै मरिँदो रहेछ बल्ल बल्ल माछा बेच्ने बनायो सबै दलाल गर्ने खोज्ने मात्रै आउँछन् र यहाँ 2टा मरेछ मरे 4वटा गयो है 3टा मर्यो यसमा 3टा तर प्याक गर्दैछ बाप खोज्नु पनि सक्छ त्यो त्यसमा एउटा होइन त्यो चाहिँ यो रहेछ बिगेटर रहेछ यो एउटा भनेपछि यसपालि त टन्नै नाफा होला जस्तो छ त आमालाई त अब यो चाहिँ भरे जसरी भए पनि निकाल्नुपर्छ यो फेरि ऊ बकुला पल्किन्छ त्यो छोड्नु हुँदैन उल्टो परबाट हेपाक हेपाक गर्दो रहेछ यो अघिदेखि गर्दैछ एउटामा एउटा अर्कोमा 3टा अघिकोमा पनि 3टा थियो होइन 4वटा रहेछ यसमा एउटा यहाँ पल्टिरहेछ 4टा त्यस्तै छ है गाई जो माछामा चाहिँ अब 4-5 महिनादेखि कन्ट्याक्ट गर्नुहोस् एकदम मिठो स्वादिलो माछा खानु पाउनुहुन्छ दिन्छु